यो इम्प्लिसिट टाइप कास्टिङको यसरी एउटा सानो ठुलोमा हामी क्यारेक्टरको पनि हेर्यौँ। अब एक्सप्लिसिट हेर्नुहोस्। एक्सप्लिसिटको केसमा यसरी गर्नुपर्छ हामी प्रोग्रामरले। यहाँ चाहिँ मैले डबल भन्ने डीमा 100.04 लिएको छु, प्लटमा त्यसलाई एसाइन गरिरहेको छु, एरर दिइरहेको छु। अनि एरर किन दिइरहेको छ कि डबल ठुलो हुन्छ, टाइप मिसम्याच, क्यान नट कन्भर्ट फ्रम डबल टु प्लट। अनि यसको साइज बढी छ, यसको कम छ। के गर्नु पर्यो यो केसमा ठुलोबाट सानोमा, यानि कि ठुलो भ्यालु सानोमा राख्नलाई एक्सप्लिसिटली हामीले गर्नु। यसरी एक्सप्लिसिटली गर्नु भनेको यसरी। यो केसमा के हुन्छ, अब ठिक छ उसको रेन्जमा छ भने लिन्छ, तर रेन्जभन्दा बाहिर जान्छ भने के गर्छ त्यो कन्क्याट गरिदिन्छ त्यसले। अनि त्यही प्रब्लम हुनुपर्छ। जस्तै यसले हेर्छौँ हामी फ्लोटमा यसले ठिक छ उसको रेन्जमा 100.04 नै हुन्छ, तर लङमा आउँदाखेरि त्यो फ्लोटवाला भ्यालु या डबलवाला भ्यालु के हुन जान्छ, 100 मात्रै हुन जान्छ। 0.04 हटाइदिन्छ त्यहाँबाट। अनि त्यो 0.04 भनेको अब रियल एप्लिकेसन, कुनै सेन्सिटिभ एप्लिकेसन छ जहाँ चाहिँ पोइन्टको कुरा छ, जस्तै ब्याङ्किङ एप्लिकेसन, त्यहाँ 50 पैसा पनि के हुन्छ इम्पोर्टेन्स हुन्छ, त्यो हटाउँदै गयो भने ब्याङ्क डुब्छ। त्यही भएर एक्सप्लिसिट टाइप कास्टलाई के भन्छ, क्यानले फ्यासिलिटी दिएको छ तर एप्लिकेसनको रिक्वायरमेन्ट कस्तो छ, कतिको सेन्सिटिभ छ त्यो हेरेर मात्रै गर्नुपर्छ। छ गर्ने छ तर त्यो स्पेसल रिक्वायरमेन्ट छ भने मात्रै गर्नु। अनि यसरी हामी एउटा फ्लोमा कन्भर्ट गरौँ दिन्छै दिन्छु। अझै अर्को इक्जाम्पल हेरौँ के हुन्छ भनेर। पहिला यतिलाई हेरौँ, त्यसपछि हामी हेर्छौँ। 100.0 डबल र फ्लोटमा सेम दियो, तर इन्ट क्याटेगोरीमा आउने बित्तिकै के गरिदियो 0.04 हटाइदियो। के भयो प्रेसिजनको प्रब्लम, 0.04 कन्केट गरिदियो। अर्को एउटा प्रब्लम छ, यहाँ हेरौँ कि बाइट बी बराबर मैले 200 दिएँ, के दिन्छ एरर दिन्छ। किन एरर दिन्छ कि उसको रेन्जमा छैन। यो 200 भनेको के हो, इन्ट हो, हामी पहिला रेन्जमा लिन्छ, त्योभन्दा बढी दिँदैन। हो के गर्नु पर्यो, एक्सप्लिसिट मैले उसलाई कन्भर्ट गरिदिएँ। र यो केसमा उसले के दिन्छ 200लाई, अब उसले के हुन्छ कि बाइटमा कन्भर्ट गर्नु, अनि के हुन थाल्छ -128 र 127 कुन राख्ने त्यो फ्लोट हुन थाल्छ। अनि के हुन्छ गार्बेज भ्यालु, कुन राख्ने अनि गार्बेज भ्यालु थाल्छ। यहाँ चाहिँ तर यो जामामा त स्ट्यान्डर्ड गरिदिएछ, केही फिक्स गरिदिएछ, यसको यो यसको चाहिँ -56 दिन्छ जतिचोटि रन गरे पनि गार्बेज भ्यालु। हजुर त्यही त भइरहेछ, 127 भन्दा बढी लिँदैन। अनि 200 हामी फोर्सफुल्ली उसलाई एसाइन गरिरहेछौँ एक्सप्लिसिटली टाइप कास्टिङ गरेर। ठिक छ म 200 नै राख्छु यसमा। हजुर के मैले कुरा किन गरेको बुझाउनलाई गरेको। एक्सप्लिसिट टाइप कास्टिङ यसरी गरिन्छ र यसको डिसएडभान्टेज के हुन्छ त्यो देखाउँछ। कि यहाँ हेर्नुहोस् यसको रेन्ज के छ 127 सम्म, त्योभन्दा बढी लिँदैन। लिनु पर्यो भने के गर्नु पर्यो, यसरी एक्सप्लिसिट गर्नु पर्यो। तर एरर के फाल्छ यसले -50 यानि कि 6 दिन्छ, त्यो गार्बेज भ्यालु हुन्छ जसको केही मिनिङ नै हुँदैन। -56 दिनु भनेको के हो, कुनै मिनिङ हो। अनि 200लाई हामी बाइटमा कन्भर्ट गर्यो, या त 127मा राख्नु पर्छ या त -128 त्यो राख्दैन, फ्लोट हुन थाल्छ। कुन राख्ने अनि इन्टरनली गार्बेज भ्यालु फाल्छ। त्यही कुरा यस्तो गर्नु हुँदैन। तर त्यही काम हेर्नुहोस् यहाँ मैले गरेको बाइट बीवाईमा डबलमा 100.04 छ, डबल डाइरेक्ट लिँदैन, के गर्नु पर्यो, फोर्सफुल्ली कन्भर्ट गर्नु पर्यो। अनि फोर्सफुल्ली कन्भर्ट गर्दाखेरि के गर्छ यो केसमा, उसले उसको रेन्जमा भएको हुनाले 100 लिइदिन्छ। रेन्जमा छ 127.0 फालिदिन्छ 100, रेन्जमा छैन भने गार्बेज त्यो सबैमा त्यही एप्लिकेबल छ। रेन्ज छ ठिक त, छैन भने गार्बेज भ्यालु फाल्छ। त्यही भएर हामी सोचेर कस्तो खालको रिक्वायरमेन्ट छ त्यो अनुसार नै एक्सप्लिसिट टाइप कास्टिङ गर्नुपर्छ, छैन भने नगर्नु।
हजुर तलको देखाउँछु र मैले यो देखाएको कि बुलियनको कुनै टाइप कास्टिङ हुँदैन यसको बुलियन एक्स वा ट्रु लेखेँ त्यसपछि त्यसलाई फुल्ली इन्टमा कन्भर्ट गर्न गइरहेको छ त्यसको केही हुँदैन ठिक छ रन गरौँ हेर्नुहोस् यो 200लाई बाइटमा कन्भर्ट गर्दाखेरि फोर्सफुल्ली राख्दाखेरि -56 दियो यो भनेको के मिनिङ छ छैन द्याट मिन्स यो गार्बेज भ्याल्यु काम नलाग्ने तर यही बबलमा 100.04 छ फोर्सफुल्ली कन्भर्ट गरेको बबल असाइन गर्न मिल्दैन फोर्सफुल्ली कन्भर्ट गरेको लियो र उसको रेन्जमा भएको हुनाले जति छ त्यति छ त्यसरी टाइप कास्टिङ हो छ केही यसमा सोध्नु पर्छ हजुर यो किन आइरहेछ हेलो यो साइडमा यो वार्निङ हुन्छ यसले अनि प्रायः डिफ्रेन्ट टाइपको वार्निङ हुन्छ यो वार्निङ भनेको एक्स तपाईँले बनाउनु भयो तर युज गर्नु भएन युजलेस छ भनेर यहाँ हेर्नुहोस् न द भ्यालु अफ द लोकल भेरिएबल इज नट युज तपाईँले बनाउनु भयो तर युज गर्नु भएन त्यो भनेको के युजलेस हामी के वार्निङ दिइरहेको छ किन बिना खाएको त्यसको कोडहरूले युजरलाई वार्निङ युजरले वार्निङ ठिक छ लास्टमा एउटा टुक्कार होला यो पहिला मैले डाटा टाइममा पढाउँथेँ तर रियल यहाँ छ इम्प्लिमेन्टेसन यहाँ हेर्नुहोस् त सर्ट S1 क्यारेक्टर C1 S2 C2 यसलाई मैले प्रिन्ट गर्यो भने यो के दिन्छ केही आइडिया तपाईँले भन्नुहोस् यो चारवटामा राखेको छु A 65 65 यो चारवटा प्रिन्ट गर्यो भने के दिन्छ क्यारेक्टरमा चाहिँ 66 दिन्छ 66 के 65 म भनिदिन्छु के हुन्छ हेर्नुहोस् सर्ट S1 मा हामी के एसाइन गरेका छौँ क्यारेक्टर अघि मैले के भने कार र सर्ट फर सम कन्स्ट्यान्ट्स इम्प्लिसिटली के हुन्छ एकअर्कासँग कन्भर्ट हुन्छ राख्न मिल्छ यहाँ हेर्नुहोस् सर्टमा मैले ए राखेको छु ए त कुनै भ्यालु रहेन तर राख्न मिलिरहेछ यो भनेको इम्प्लिसिटली त्यसले अलाउ गरिरहेछ कम्पाइलरले अलाउ गरिरहेछ हो के गर्छ जब यसलाई प्रिन्ट गर्छ वेक्सनमा यसको जुन आस्की भ्यालु छ 97 त्यो प्रिन्ट गर्छ यो केसमा क्यारेक्टर छ क्यारेक्टर एसाइन गरिरहेछ क्यारेक्टर नि प्रिन्ट गर्छ यहाँ सेम सर्ट S2 छ यसमा उसको रेन्जको भ्यालु छ 65 मजाले लिन्छ त्यहाँ प्रिन्ट गरिदिन्छ 65 यो केसमा के हो 65 क्यारेक्टरको होइन इन्ट भ्यालु तर हामी जब यसलाई प्रिन्ट गर्छौँ त्यसले इन्टरनली 65 भनेर यसलाई क्यापिटल यसलाई प्रिन्ट गर्छ त्यसको आस्की क्यापिटल ए को आस्की हो अनि त्यही हो ठीक आस्की भ्यालु हुँदैन छैन भने क्यारेक्टरमा 65 तर आस्की भ्यालु 64 को आस्की भ्यालु छैन होला त्यसलाई कुनै उयो छैन जस्तै हुन्छ 64 थियो C2 मा क्यारेक्टर C2 मा 64 को आस्की भ्यालु छैन 0 देखि 255 सम्म छन् आस्की भ्यालु त्योभन्दा बाहिर युनिकोडमा जान्छ होइन त्यो भयो 0 to 255 छन् त्यसको सबै मैले गएको छैन त्यो एट होइन टोटल कति 256 हुन्छ 0 to 255 आस्की क्यारेक्टर त्यसपछिको जुन रेन्ज पहिला थिएन पछि आएको युनिकोड अनि युनिकोडले कभर गर्छ अनि आजको डेटमा जुन हाम्रो गुगलहरू कुनै पनि नेपालीमा आउँछ नि त्यो सबै युनिकोडको फाइल युनिकोड तपाईँको 0 to 65535 सम्मको रेन्ज छ त्यसको अनि हजुर अनि वर्ल्डको प्रायः सबै ल्याङ्ग्वेजलाई त्यसले कभर गरेको छ अनि त्यसको युनिकोडको बारेमा पाउँछ भने चाहिँ युनिकोड सर्च गर्नुहोस् www.unicode.org छ त्यसको 0 to 655 प्रायः सबै ल्याङ्ग्वेजलाई कभर गर्न कोसिस गरेको छ छुटेको त अनि हाम्रो नेपालीको पनि त्यसमा छ तपाईँको नेपाली लेटरको अनि तलको चाहिँ एकचोटि आएर हेर्नु होला यसरी गर्न मिल्दैन एकअर्का कन्भर्ट गर्न त्यो मैले देखाएको छ कम्पाइल टाइम
गरेर हेर्नु होला केस 3 आएको छ यसरी म यो डाइरेक्ट एसाइन गर्न मिल्दैन डाइरेक्ट क्यारेक्टर गर्न मिल्छ तर यो गर्न मिल्दैन किन त्यो त्यही हो इम्प्लिसिटली त्यस्तो गर्न मिल्दैन त्यो कुराहरूलाई नेक्स्ट छ हाम्रो यो टाइप कास्टिङमा अरू के छ त्यस्तो छैन भने नेक्स्ट छ हाम्रो अपरेटर एन्ड एक्सप्रेसन भन्ने यो सेक्सन 2 को नोट्समा सबै छ हैन डाटा टाइप यो यहाँनिर यहाँ छ यो नेट्सकै हो नेटकै छ एक्जाम्पल मैले सजेस्ट गरिरहेको छु यो 15 भनेको सबभन्दा हाई प्रायोरिटी अनि त्यसरी कम हुँदै गइरहेको छ त्यसपछि यो एल भनेको लेफ्ट टु राइट आर छ भने राइट टु लेफ्ट अनि राइट टु लेफ्ट र लेफ्ट टु राइट भन्ने हुन्छ अनि प्राय एक्साइटमेन्टको र यसको चाहिँ बाँकी हेर्नुहोस् कुनै यो राइट टु लेफ्ट हुन्छ प्राय सबै लेफ्ट टु राइट नै हुन्छ अनि त्यो कुराहरू यहाँ सबै कुराहरू लिस्ट छ एकचोटि हेर्नुलाई डटलाई पनि राखेको छ यसलाई पनि राखेको छ यसलाई पनि राखेको छ अपरेटरहरूमा बाँकी हामी कभर गरेको इन्स्टेन्स अफ पनि छ कसको कहाँ हुन्छ त्यो एकचोटि हेर्नुहोस् होइन त्यो अनुसार केही कुरा हामी अब डेमोबाट केही अपरेटरहरूको एक्जाम्पल हेरौँ यसमै त सबै कुरा पहिला इन्क्रिमेन्ट डिक्रिमेन्टको हेरौँ के एग्जाम्पल इंट ए बराबर 5 दिए मैले और ए प्लस प्लस गरे तर प्लस प्लस बी गरे बी बराबर 6 छ ए 6 छ के हुन्छ आन्सर त्यही अघि के यहाँ चाहिँ के हुन्छ 5 नै हुन्छ यहाँ चाहिँ 20 के हुन्छ 7 हुन्छ यहाँ चाहिँ के हुन्छ ए चाहिँ के हुन्छ 6 हुन्छ ठीक छ यसलाई चाहिँ त्यो अघिको तरिकाबाट यसरी बुझाएको थिएँ मैले यहाँ के छ इन ए इक्वल टु 5 ए प्लस प्लस गर्यो अब चाहिँ बी प्रिन्ट गर्यो ए प्रिन्ट गर्यो के हुन्छ बी चाहिँ 5 ए चाहिँ 6 ठीक छ अनि जस्ट उल्टो गरिदियो भने के हुन्छ कन्ट्रोल एक्स ठीक है त्यसपछि यहाँ यो जुन हामी पढ्यो प्रेसिडेन्स र प्रायोरिटी त्यो अनुसार यसको आन्सर 11 हुन्छ ठीक छ गर्नै पर्दैन गरेर हेरिहालौँ सरी सेभ भएको छैन 11 हुन्छ हैन त्यही प्रेसिडेन्स र प्रायोरिटीको कारण यो कति हुन्छ 0 हुन्छ 0 पहिला यो हुन्छ 3 3 मोडुलस 1 1 हुन्छ त्यसपछि 9 हुन्छ 9 - 1 8 हुन्छ 8 + 3 11 हुन्छ त्यसपछि मैले के भनेको थिएँ d बराबर यसरी राख्नु d बराबर d + 1 भनेको यसले के गरिरहेछ यसलाई इन्क्रिमेन्ट गरिरहेछ कतिले 1 ले त्यही कुरालाई हामी यसरी राख्न सक्छौँ सेम काम ठीक छ अनि अर्को एउटा क्वेशन के थियो उहाँको int a इक्वल टु +5 ठीक है यो पनि दिदैन माइनस ए सरी अर्को यहाँ चाहिँ हामी समथिङ भनेर भनौँ माइनस दिन्छ हैन प्लस दिन्छ इन्टु दिँदैन अरू केही अब राख्नुहोस् सरी हेलो सुजन से
क्वेसन सोल्भ भइरहेछ क्लियर भयो देख्दैन यो बत्ती नि लाग्यो त बत्तीको बेलामा अब अझै देखिरहेको छ नि हजुर आँखा कमजोर छ भने मसँग बस्नुभयो यता यो साइडमा वरिपरि होइन त्यस्तो हजुर जस यो क्लियर भयो प्लस र माइनस मात्रै राख्न पाउँछु अरू कहीँ राख्न पाउँदैन टोटोमा ठिक छ क्वेसन गर्नु राम्रै कुरा कतिपय कुरा हामी गरिरहेको हुन्छ यस्तो कुराहरू रिक्वायरमेन्ट हुँदैन नसोधेको बेलामा अब त्यो इन्टु सिन्टु जस मैले त्यतिकै भनेको थिएँ होइन तर के हुन्छ कि हामी खासै युज हुँदैन अनि त्यही भएर उहाँले सोध्नु हो हामीले युज गर्न पाइँदैन तर त्यही लजिक हो कि युनेरी अपरेटरमा पर्दैन त्यही भएर अर्को हाम्रो टर्नरी डेमोको यहाँ छ कि यसरी A9 B8 अनि यो A ग्रेटर देन B मैले राखेँ यदि यो ट्रु छ भने कहाँ जान्छ ट्रु वालामा जान्छ बुलियन छ भने बुलियन यहाँ मैले स्टेटमेन्ट नै त्यही एक्जिक्युट गरिरहेको छु ट्रु र फल्स भनेर अनि त्यही भएर बुलियनमा राखेर प्रिन्ट गरेँ अहिलेको केसमा के दिन्छ ट्रु दिन्छ होइन यहाँ चाहिँ मैले 1 राखिदियो भने के दिन्छ ठिक छ यो टर्नरीको इक्जाम्पल त्यसपछि अब प्राय सबै अरू त्यो बेलामा गर्छौँ यो यसको कस्तो छ तपाईँको ओरेकलको साइटमा पनि दिएको छ र यहाँ पनि भनिदिइरहेको छु यो एक लेभलबाट बुझाउन कोसिस गर्छु बुझ्न कोसिस गर्नु होला बुझिएन भने दुईचोटि तिनचोटिमा भने स्किप गरिदिँदा हुन्छ किन 99% केसेस भने 99 अहिले हाम्रो लेभलमा कहीँ पनि युज हुँदैन यस्तो कुराहरू कुन बेला चाहिन्छ जब हामीलाई कम्पाइलरको प्रोग्रामिङ गर्नु छ यानि कि डिभाइसेससँग रिलेटेड एम्बेडेड प्रोग्रामिङहरू त्यस्तो बेलामा चाहिन्छ कम्पाइलर प्रोग्रामिङ हाम्रो केसमा मैले अहिलेसम्म युज गरेको छुइनँ यो डेमोको लागि मात्रै देखाइरहेको छु तर खासै गाह्रो हुँदैन जसलाई धेरै गाह्रो हुन्छ भने स्किप गर्दा हुन्छ त्यति मैले भन्न खोजेको अनि त्यसको इक्जाम्पल यहाँ छ कि अपडेटको लागि यहाँ उसले लेखेको छ यो कुरा कि the operators discussed in this section are less commonly used, therefore their coverage is brief and the intent is to simply make you aware that this operator exists. So Oracle ने Java ले नहीं भनिरहेको छ भने हामी बुझ्ने कोसिस गरौँ छैन भने लिस्ट यसको युज गर्छ अनि यो जुन साइट देखाइरहेको छु त्यो तपाईँको रेफरेन्स के देखाइरहेको छु म अहिले कोही ठाउँमा भनौँ होइन अनि बढी एक्सपिरियन्स उनीहरूको इम्प्लोइ छ तपाईँको 10-12 एक्सपिरियन्स अरू प्रोग्रामिङ ल्याङ्ग्वेजमा अरू उसमा उहाँहरूलाई चाहिँ जावामा गराउनु छ सर्टिफिकेसन गराउनु छ अनि त्यहाँ यो रेफरेन्स यही सिलेबस पढाइरहेको छ अनि यो सर्टिफिकेसनको कोर्स हो एसोसिएट लेभलको त्यहाँ उसको सिलेबसको त्यो कभरेज अनि त्यही भएर त्यो देखाएको तपाईँहरूले पनि यो कभरेज गर्दै त्यो गर्नु हो भने बेटर हुन्छ यहाँ पढ्दै जानुहोस् अनि त्यहाँ जुन साइटमा छ भने त्यहाँबाट त्यो गर्दै गर्नु सर्टिफिकेसन किन चाहिन्छ भने होइन एज अ फ्रेसर तपाईँको पनि 80% छ र उहाँको पनि 80% छ तपाईँलाई पनि जावा आउँछ र उहाँलाई पनि जावा आउँछ नेपालको केस छोडेर बाहिरतिर तपाईँलाई 2 जना मध्ये कसलाई सेलेक्ट गर्ने 1 जना मात्रै चाहिएको छ फर्स्ट 2 जनाले रेडिङ पठाउनु भयो स्क्रिनिङ कसको गर्ने सर्टलिस्ट कसको गर्ने तपाईँकोमा एक्स्ट्रा के छ त्यो कुरा सर्टिफिकेसन उसलाई बोलाउँछ होइन त्यसपछि सर्टिफिकेसनमै अब सबै छ भने त्यसले अनुसार
त्यस्तो कुराहरू बाहिरतिर मै राख्छ, त्यो चाहिन्छ। ल यसलाई मेन यसलाई अब फोकस गरौँ। यहाँ ए बराबर 60 दिएको छु मैले, बी बराबर 13 दिएको छु हैन। यो ए को बाइनरी निकाल्नु हो भने 60 को भने यस्तो आउँछ। यदि हेर्नु छ भने यहाँ छ, एउटा जावामा मेथड छ, त्यो पछि हामीले पढ्ने होला छौँ। इन्टिजर भन्ने क्लासमा टु बाइनरी स्ट्रिङ भन्ने छ। यो मेथडमा यसमा जे भ्यालु पास गर्छ त्यसको बाइनरी निकालिदिन्छ। हेर्नुहोस् त, 4वटा 0, 4वटा 1, 2टा 0। यहाँ पनि हाम्रो के छ, 4वटा 1, 2टा 0 लिडिङमा राखेको नराखेको। अब चाहिँ यहाँ हेरौँ कि यो बिटवाइज अपरेसन भनेको के हो। यसले इन्टरनली के गर्छ, जब ए र बी लाई एन्ड गर्छौँ इन्टरनली त्यसको यसरी अपरेसन गर्छ, एन्ड अपरेसन गर्छ। अनि एन्ड अपरेसन भनेको हामी पढाएको छौँ, 0 भनेको फल्स, 1 भनेको ट्रु, उसले यसरी एन्ड अपरेसन गर्छ। हेर्नुहोस् 1 0 भनेको के हो, ट्रु फल्स फल्स, फल्स फल्स फल्स, ट्रु 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 ट्रु, ट्रु फल्स फल्स, ट्रु फल्स फल्स, फल्स फल्स फल्स। अनि अल्टिमेटली सीमा के आउँछ, अब यसलाई कन्भर्ट गर्नु हो भने यो 12 हुन्छ अनि 12 प्रिन्ट गर्छ। हेरिहाल्नु अनि त्यसपछि अरू केही हेर्दा जस्तो हुन्छ के छ, सीमा 12 छ। अब त्यस्तै बाँकीको छ ए एन्ड बी भनेको ए और बी भनेको अर अपरेसन। यो भनेको एक्सअर भन्छ, एक्सअरको थाहा छ, दुईटै सेम छ भने फल्स, दुईटै डिफरेन्ट छ भने मात्रै ट्रु। अनि यो भनेको नट हो, ट्रु छ भने फल्स, फल्स छ भने ट्रु। ठिक छ। यो भनेको सिफ्ट हो, अनि यसले के गर्छ, लेफ्टतिर 2 पुश गर्छ हैन, जति हामी दिन्छौँ त्यति पुश गर्छ। अनि यसको प्राय अर्को तरिकाले बुझ्ने तरिका छ। अब 2 पुश गर्नु भनेको यहाँ 60 भनेको हाम्रो कति छ, यो छ, यसलाई पुश गरेर यता पठाइदिन्छ अनि यस्तो हुन जान्छ। यसलाई अर्को तरिकाले बुझ्दा हुन्छ कि जुन भ्यालु हुन्छ त्यसलाई चाहिँ 2 ले मल्टिप्लाई गर्दै जान्छ। 60 टु द 120, 120 टु द जति पुश हुन्छ त्यति मल्टिप्लाई गर्दै जान्छ, 240 यहाँ आउँछ। यो भनेको तपाईँको यो भन्छ डिभाइड हो, राइटतिर पुश गर्दै गयो भने डिभाइड हुँदै जान्छ। यसले के गर्छ, 15, 16 टु द 30, 30 टु द 50। यो र यो सेम काम गर्छ, एउटामा यसले साइन बिट मेन्टेन गर्दैन, यसले साइन बिट मेन्टेन गर्छ, यसले गर्दैन। त्यो भनेको के हो कि यो सीमा छैन, त्यही भएर यहाँ छ मोस्ट सिग्निफिकेन्ट बिट भनेर सुन्नुभएको छ हो, त्यो कुरा यसले मेन्टेन गर्छ, माथिले तलको गर्दैन। मोस्ट सिग्निफिकेन्ट साइन र अनसाइन बिट, साइन र अनसाइन बिट त्यो कुरा उसले मेन्टेन गर्छ, यसले गर्दैन। यसले जे हुन्छ त्यो। अनि जावामा हामी हेर्छौँ कि तपाईँको जुन नेगेटिभ नम्बर कुनै पनि नम्बर होस् त्यो 32 बिट रिप्रेजेन्टेसन गर्छ त्यसको। र नेगेटिभ नम्बरलाई के गरेर निकाल्छ, 2s कम्प्लिमेन्ट निकाल्छ। 2s कम्प्लिमेन्ट थाहा छ, नेगेटिभ नम्बरलाई त्यसरी रिप्रेजेन्ट गर्छ। जस्तै यहाँ हेर्नुहोस् -60 भनेको हाम्रो कति छ, अघि मैले देखाएको 110, तर यो पनि इन्टरनली 32 बिटमा रिप्रेजेन्ट भएको छ। कसरी, अगाडि के राख्यो होला, बाँकीको 0, माइनस पनि त्यसरी नै राख्छ। अब माइनसको हेर्नुहोस्, यसलाई मैले -60 गरिदियो भने के गर्छ, यसको 32 बिट रिप्रेजेन्टेसन निकाल्छ। पछाडि यसलाई चाहिँ 2s कम्प्लिमेन्ट निकालेर यसलाई हेर्नुहोस्, यो 32 बिट रिप्रेजेन्टेसन। कुनै पनि नम्बर 32 बिट रिप्रेजेन्टेसनमा हुन्छ। अनि त्यही हो, यसलाई चाहिँ माइनस र प्लस के छ, इन्टिजरलाई मेन्ली बुझ्नु होइन, इन्टिजरलाई 32 बिट रिप्रेजेन्ट, बाँकीको त हामी गर्छौँ। अनि हजुर कहाँनिर नम्बरको रिप्रेजेन्टेसन यसले इन्टरनली जावाले के गर्छ, 32 बिट रिप्रेजेन्टेसन गर्छ। दुईटै प्लस छ भने प्लसको जुन आउँछ त्यो दिन्छ, माइनसको कसरी निकाल्छ, 2s कम्प्लिमेन्ट निकाल्छ।
60 लाई पहिला बाइनरीमा कन्भर्ट गर्छ, त्यसपछि त्यसको 2s कम्प्लिमेन्ट निकाल्छ। 2s कम्प्लिमेन्ट निकाल्नु के छ, ट्रु छ भने फल्स, फल्स छ भने ट्रु, र लास्टमा त्यो सबै निकालिसकेपछि त्यसमा 1 के गर्छ, एड गरिदिन्छ हैन। र यसमा यही हो, अलिकति हामी डेमो छ भनेर एक्जिस्ट गर्छ भनेर हेरेको, लिस्ट एकदम रियर केसमा हुन्छ हामीलाई। र यति अपरेटर भनेको यति नै हो हैन, युज गर्दै सिक्दै युज गर्दै गर्छौँ। अनि नेक्स्ट छ हाम्रो सिलेबसमा चाहिरहेको हुन्छ कि अहिलेसम्म प्रायः सी डायग्रामबाट आउने प्रोग्रामिङ गर्नु भएको छैन, आजदेखि मेन प्रोग्रामिङ गर्नुपर्छ कि एउटा सिम्पल अपरेसनहरू गर्ने खालको हामी भन्नु सक्छौँ। त्यो भनेको मैले जुन क्वेसन लिस्ट लिएको छु त्यो भोलि आउँदाखेरि सोल्भ हुनुपर्छ, कहाँसम्म त्यो हेर्नुहोस्। राइट ए प्रोग्राम टु डिस्प्ले हेडिङ्स इन 3 लाइन्स। अनि यसको बेस म के भन्छु तपाईँलाई कि यहाँ चाहिँ मैले दिएको कोडमा नगर्नुहोस्, एउटा छुट्टै प्रोजेक्ट बनाउनुहोस्, फाइल न्यू एसाइनमेन्ट भनेर। अनि क्लासहरूको नाम कसरी राख्नुहोस्, क्वेसन 1, क्वेसन 2, क्वेसन 3, क्वेसन 4 यसरी राख्नुहोस् कि मलाई पनि हेर्दा सजिलो होस् भनेर। फर्स्ट, सेकेन्ड क्वेसनहरू हेर्दै जाउँ, यो गरिसक्नु भएको छ, गर्दा हुन्छ नगर्दा हुन्छ, यो पनि गरिसक्नु भएको छ। सेकेन्डदेखि सम एन्ड एभरेज अफ 2 and 3 नम्बर्स, इनपुट बाई युजर युजिङ स्क्यानर क्लास, यो सिकाएको छैन, यो चाहिँ अब सिकाउँछु किनकि सी डायग्रामबाट आउनु भएको छ। सबैलाई अब के हुन्छ कि युजरबाट कसरी लिनु, यहाँ हामी के गर्छौँ, प्रिन्टअप स्क्यानर फ्री गर्छ। यहाँ चाहिँ अहिलेसम्म पढेको छैन, यहाँ हामी पढ्छौँ स्क्यानर क्लास, त्यो युज गरेर कसरी गर्छौँ। त्यसपछि तपाईँ सबै क्वेसन कहाँसम्म गर्न सक्नुहुन्छ। 4th नम्बर छ कि त्यो स्क्यानर बाहेक अहिले सिकाउँछु, क्यालकुलेट सिम्पल इन्ट्रेस्ट इनपुट बाई युजर, सिम्पल इन्ट्रेस्टको फर्मुला पनि लेखिदिएछु हजुर, त्यो सिकाउँछु अहिले कसरी भ्यालु आफै दिने। अनि राइट ए प्रोग्राम टु फाइन्ड द एरिया अफ सर्कल, रेक्टेङ्गल एन्ड ट्रायङ्गल सकिन्छ। राइट ए प्रोग्राम टु फाइन्ड द पेरिमिटर अफ सर्कल, ट्रायङ्गल, रेक्टेङ्गल। राइट ए प्रोग्राम टु रिच द रेडियस एन्ड लेन्थ अफ ए सिलिन्डर एन्ड कम्प्युट भ्यालु। अनि राइट ए प्रोग्राम टु कन्भर्ट फरेनहाइट टु सेल्सियस, सेल्सियस टु फरेनहाइट। अनि राइट ए प्रोग्राम टु कन्भर्ट पाउन्ड्स इन्टु केजी, अनि फर्मुला पनि त्यही छ। राइट 10 नम्बरसम्म तपाईँहरूले गरेर ल्याउनुहुन्छ। 9 नम्बरसम्म केही चाहिँदैन लाइब्रेरी, यहाँ चाहिँ तपाईँलाई लाइब्रेरी चाहिन्छ कि यो निकालेर के गर्नु होला, एउटा यो एउटा भेरिएबलमा निकाल्नु होला, के चाहिँ s इन्टु s माइनस s, a इन्टु s माइनस b इन्टु, अनि त्यसलाई चाहिँ रुट निकाल्ने चाहिँ पावरमा के गर्ने, म्याथ भन्ने एउटा जावाको दिएको क्लास हो, म्याथ डट स्क्वायर म्याथ डट स्क्वायर रुट समथिङ डबल भ्यालु पास गरिदिनुहोस्। अनि हामीलाई कहीँ केही लजिक लाग्नु हजुर। र म के भन्छु कि तपाईँहरूलाई पाइ चाहियो भने चाहिन्छ एरियाहरू निकाल्नलाई, त्यो बेलामा आफै 3.14 नदिनुहोस्, म्याथ डट फाइल लेख्नुहोस्। भेरिएबल चाहिँ डबल टाइप बनाउनुहोस्, यो प्रायः डबल टाइपको लिन्छ। र पावर निकाल्नु छ भने म्याथ डट पावर छ, के छ म्याथ डट, यहाँ दुईवटा नम्बर दिनुहोस् 2 अनि 3 यसरी हैन, 2 टु दी पावर 2 को पावर 3 भयो। स्क्वायर छ भने 2 दिने, स्क्वायर रुट निकाल्छ, यो साइन छ नि कुन चाहिँ 9.4 हो, 9 दुईटा भ्यालु हजुर 9.4 स्क्वायर रुट, किनकि यता हेर्नु के हुन्छ यो अल्टिमेटली डबल भ्यालु आउँछ हैन हजुर। यहाँ त सीबीआरटी
1 by 2 होइन पावरमा सोधेको power 1 by 2 अनि बाँकी होइन यसरी एउटा कुरा सुनौँ अहिलेलाई के गरौँ यो के मिल्छ नमिल्छ म्याथको फङ्सन अनुसार नै हुन्छ त्यो पर्छ अहिलेलाई यो तिनवटा कुरा चाहिएको छ पछि यसको यहाँ हाम्रो सिलेबसमा यही छ हाम्रो त्यो डेमो भनेको गेटर सेटर भित्र छ अब एक लेभलबाट हामी के गरिसकेका छौँ कि अब्जेक्ट बनाउन सिकिसकेका छौँ होइन र यसमा दुई तिनवटा कुरा सिक्छौँ एउटा स्क्यानर भन्ने जावाले लेखेको क्लास जावाले अलरेडी लेखेर आफ्नो एपिआईमा दिएछ कि युजर इनपुट लिनु पर्यो भने हामीले कोडिङ नलेखेर हामीलाई सजिलो होस् भनेर एउटा स्क्यानर भन्ने क्लास लेखेर अनि क्लास लेखेर दिएछ भने त्यो क्लासभित्र डिफ्रेन्ट टाइपको नन स्ट्याटिक मेथडहरू छ स्ट्याटिक मेथडहरू छ त्यो कुरालाई कल गर्नु पर्यो भने हामीले के पर्यो नन स्ट्याटिक कुनै क्लासको नन स्ट्याटिक मेथड या भेरिएबल कल गर्नु पर्यो भने के चाहियो अब्जेक्ट चाहियो त्यो क्लासको त्यहाँ युजरबाट इनपुट लिनलाई नन स्ट्याटिक मेथडहरू डिफ्रेन्ट टाइपको लेखेर दिएछ त्यो क्लासको केही कल गर्नु पर्यो भने हामीले के चाहियो त्यो क्लासको अब्जेक्ट चाहियो अनि त्यो क्लासको मैले के बनाएँ स्क्यानर यो समथिङ नाम दिएँ रेफरेन्स भेरिएबल भयो त्यसपछि न्यू स्क्यानर यति मात्रै पढेको छैन मैले अब्जेक्ट खाली बनाउने जुन सिकेका छौँ त्यो खाली बेला मात्रै पढेको छौँ दुईवटा ब्राकेट हुन्छ पछि हामीले पढ्छौँ कि कन्स्ट्रक्टर कलिङ पोइन्ट हो यो अनि आर्गुमेन्टेड कन्स्ट्रक्टर भन्छ त्यसलाई यहाँ पनि त्यस्तै टाइपको कन्सेप्ट छ जब हामी अब्जेक्ट कन्स्ट्रक्टर डिटेलमा पढ्छौँ त्यहाँको आर्गुमेन्टेड कन्स्ट्रक्टर कल गरिरहेछ यदि गाह्रो गइरहेछ भने अहिलेलाई के बुझौँ कि अब्जेक्ट बनायो तर यसरी नै बनाउँछौँ स्क्यानर क्लासको ठिक छ जब हामी कन्स्ट्रक्टर पढ्छौँ भने बुझ्छौँ कि यो टाइपको एउटा आर्गुमेन्टेड कन्स्ट्रक्टर छ ठिक छ यो अब्जेक्ट बनायो अब अब्जेक्ट बनिसक्यो भने बनाइसकेपछि हामी के गर्न सक्छौँ त्यो क्लासभित्रको जुनसुकै नन स्ट्याटिक मेथडहरू कल गर्न सक्छ डिपेन्ड्स त्यसको एक्सेस मोडिफायर के छ प्राइभेट छ कि पब्लिक छ होइन त्यो पछि पढ्छौँ त्यही भएर त्यो क्लासको अब्जेक्ट बनाएको कुरा के आउँछ कि जावामा एउटा रुल छ तपाईँको डिफ्रेन्ट प्याकेजमा कुराहरू लेखेर दिएको छ एउटा जावा डट ल्याङ प्याकेजको यहाँ मैले त्यो कपी गरेँ यो हेर्नुहोस् कहाँ हुन्छ सी प्रोग्राम फाइल्स जावा जेडीके कुनै एउटाको लिँदा हुन्छ यो एसआरसी भन्नेमा सबै लेखेर राखेको छ जिप गरेर हो यसलाई मैले कपी गरेर यहाँ चाहिँ अनजिप गरेको छु अनि त्यो अलरेडी सबै क्लास डिफ्रेन्ट प्याकेजमा लेखेर दिएछ एउटा प्याकेज हामी हेरेका छौँ जावाभित्र ल्याङ भन्ने प्याकेज हुन्छ त्यो भित्रको केही पनि युज गर्यो भने हामीलाई इम्पोर्ट देख्नु पर्छ ठिक छ कुन प्याकेजको जावा डट ल्याङ प्याकेजको अनि त्यसको एक्जाम्पल छ स्प्रिङ भन्ने क्लास सिस्टम भन्ने क्लास यो पनि क्लासै हो हेर्नुहोस् जावा डट ल्याङ प्याकेजभित्र यहाँ स्प्रिङ भन्ने क्लास लेखेर दिएछ ठिक छ अर्को सिस्टम हेर्नुहोस् यहाँ सिस्टम भन्ने क्लास छ हामीलाई इम्पोर्ट लेख्नु पर्दैन यो दुईटा कुन प्याकेजको जावा डट ल्याङ प्याकेजको तर त्यो बाहेक अरू कुनै पनि प्याकेजको लेख्नु हो भने हामीलाई के गर्नुपर्छ इम्पोर्ट लेख्नुपर्छ स्क्यानर भन्ने के छ जावा डट युटिएल प्याकेजको छ यहाँ हेर्नुहोस् स्क्यानर छ यो क्लासलाई ल्याङ प्याकेजमा नभएको हुनाले हामीले इम्पोर्ट लेख्छौँ किन लेख्छौँ जसरी हामी जावा सीमा के लेख्छौँ इम्पोर्ट लेख्छौँ एसटिडी आइओ डट म्याच डट समथिङ होइन त्यो कुरा त्यही कुराहरू यहाँ लेख्छौँ कि त्यहाँको कुरा यहाँ जान्नु पर्यो अनि यो पनि डिफ्रेन्ट तरिका छ कि यो प्याकेजको सबै पाउनु छ भने हामी यसरी लेखिदिन्छौँ हजुर यो प्याकेजको सबै हामी युज गर्नु यहाँ इक्लिप्स लेखेर भन्छ होइन पार्टिकुलरली लेख्छौँ जुन पाउनु छ त्यो यसले त्यसरी गर्छ
आइडीहरू यो प्याकेजको कुन प्याकेजको जावा कसरी लेख्छौँ पहिला इम्पोर्ट लेख्छौँ त्यसपछि जावा जुन प्याकेजको नाम छ त्यो लेख्छौँ कहाँसम्म क्लासको नाम अनि मात्रै युज गर्न पाउँछ ठिक छ सबै पाल्नु छ लेख्ने तरिका के छ यही छ इम्पोर्ट जावा डट युटिएल डट प्याकेजको स्क्यानर क्लास हो आइडी सेम कुरा आइडी युज गरिरहेको छ त्यही सर्टकट छ कति लेखेर बस्ने होइन सर्टकट कुन कुन छ त्यो गर्छौँ त्यसपछि हामी स्क्यानरतिर जान्छौँ फर्स्ट या त टाइप गर्छौँ आफूलाई थाहा छैन भने यसरी लेख्ने क्लिप्समा डिफ्रेन्ट सर्टकट छ त्यो हेर्नुहोस् मैले एससिए लेखेँ एससिए लेखेर कन्ट्रोल स्पेस थिच्छु अनि यहाँ अहिले डिफ्रेन्ट सजेसन एससी लेख्नु भने यति सजेसन हुन्छ अब अलिक कम गर्नु छ भने दुईवटा मात्रै सजेसन थियो अब त हामीले क्लियर भयो स्क्यानर युज गर्नु छ स्क्यानरलाई एन्टर गरिदिन्छु यहाँ हेर्नुहोस् मार्कले के गरिदियो इम्पोर्ट गरिदियो अब चाहिँ बाँकी कोड लेख्नुहोस् ठिक छ बाँकी कोड मैले लेख्दिएँ अर्को तरिका छ कि यहाँ जुन छ नि त्यसलाई क्लिक गर्नुहोस् उसले सजेसन दिन्छ त्यसलाई क्लिक गरिदिनुहोस् ठिक छ अर्को तरिका छ कि यहाँ यो रातो देखाउने कुनैमा एउटामा होभर गर्नुहोस् अनि इम्पोर्ट देखाउँछ त्यो क्लिक गरिदिनुहोस् अर्को क्लास तरिका कन्ट्रोल सिफ्ट ओ छ ठिक है त्यसले आफै त्यहाँ एउटा मात्रै भएको हुनाले आफै गरिदियो अरू 10वटा जति एरर छ भने त्यसमा चाहिँ सोध्दै जान्छ कुन गर्ने यहाँ आफूलाई थाहा ठिक छ अनि यो इम्पोर्ट गर्ने तरिका यहाँको छ र इम्पोर्ट किन गर्यो त्यो कुरा पनि बुझ्यौँ होइन त्यसपछि यता आउँ पछि हामी म एउटा टपिक नै छ प्याकेज एन्ड इम्पोर्ट त्यो बेलामा देखाउँछौँ कि हामी हाम्रो आफ्नै प्रोजेक्टको यो अहिले कोड जावा भन्ने प्रोजेक्टको यो प्याकेजको कुरा केही यहाँ ल्याउनु पर्यो भने पनि इम्पोर्ट लेख्नुपर्छ त्यो पछि पर्छ ठिक छ अहिले त्यो लोड नदिउँ हामी अब चाहिँ इन्टरबाट इनपुट कसरी लिने त्यो हो हेर्नुहोस् स्क्यानरको अब्जेक्ट बनाइसक्यो होइन त्यो अब्जेक्ट बनाएर अब यो क्लासमा डिफ्रेन्ट मेथडहरू छ जुन चाहिँ तपाईँहरू चाहिँ यहाँबाट पनि हेर्न सक्नुहुन्छ यो युटिएलको स्क्यानर खोलेर गर्न मिल्छ कि कुन मेथड छ डकुमेन्टेसन भनेको यही हो हेर्नुहोस् जावाले डकुमेन्टेसन युज गरेको यो जुन सबै मेथडहरूको अगाडि दिएको डकुमेन्टेसनहरू लेखेको छ त्यस्तोहरू यसमा डिफ्रेन्ट मेथड छ र मैले आफ्नो इक्लिप्समा एउटा प्लगइन युज गरेको छु जसबाट हेर्न सक्छु कि यो क्लासमा कुन मेथडहरू छ तपाईँहरूले पनि सिकाउँछु होइन त्यो सिक्नु होला अनि यहाँ हेर्नुहोस् नेक्स्ट इन्ट जुन टाइपको छ त्यही भएर पहिला मेथड सिकाउनु पर्यो भोलि चाहिँ म अलिकति मेथड सिकाउँछु र त्यो गर्छु अहिलेलाई यसरी नै हुन्छ र दिन्छ भोलि मेथड सिकाउँछु गेटर सेटर सिकाउँछु अनि कम्प्लिट हुन्छ त्यो हाम्रो सेक्सन 2 के बुझौँ कि जुन टाइपको हामीलाई इनपुट लिनु छ त्यो टाइपको मेथड लेखेर दिन्छ नेक्स्ट इन्ट लिनु छ भने नेक्स्ट इन्ट कन्भेन्सन अनुसार डबल लिनु छ भने नेक्स्ट डबल प्लट लिनु छ भने नेक्स्ट प्लट लेख्ने तरिका नेक्स्ट सबै स्मल त्यसपछिको फर्स्ट लेटर क्यापिटल जुन हामी स्ट्रिङको आइरहेछ टेन्सन नलिनु 6वटाको एउटै तरिका छ 7वटाको कुन इन्ट प्लट डबल लङ सबै क्यारेक्टर बाहेक नेक्स्ट प्लट नेक्स्ट बाहेक नेक्स्ट सर्ट होइन नेक्स्ट बुलियन क्यारेक्टरको अर्को तरिका छ र स्ट्रिङको लागि यो तरिका छ इनपुट डट नेक्स्ट लेख्नुपर्छ कहाँ दुईचोटि छैन कहाँ दुईचोटि छैन स्ट्रिङ लिनलाई इनपुट डट नेक्स्ट लेख्नुपर्छ अनि यो क्यारेक्टर लिनलाई यो लेख्नुपर्छ इनपुट डट नेक्स्ट डट क्यारेक्टर ठिक छ आउनेछु म इनपुट डट नेक्स्ट डट क्यारेक्ट लेख्नुपर्छ र एउटा तपाईँको स्ट्रिङ लिनु पर्यो भने नेक्स्ट लाइन लेख्नुपर्छ नेक्स्ट र नेक्स्ट लाइनमा के फरक छ त्यो देखाउँछु जिरो किन राख्नु अहिलेलाई के बुझौँ कि यसरी नै हुन्छ पछि हामी पढ्छौँ स्ट्रिङ भन्ने क्लासमा यतिले के दिइरहेको छ हामीलाई स्ट्रिङ क्यारेट भन्ने एउटा मेथड छ स्ट्रिङ भन्ने क्लासमा अनि स्ट्रिङलाई इन्डेक्सबाट हामी लिन पाउँछौँ 0 1 2 3 त्यो स्ट्रिङको 0 इन्डेक्सको क्यारेटमा हामी
यदि हुन्छ इन्डेक्स नम्बर पठाउँछ त्यो इन्डेक्सको लिन पाउँछ स्ट्रिङमा हामी यो क्यारेट भन्ने मेथड पाउँछौँ त्यही गरिरहेको छु कि अरू लिएर पनि गर्न सकिन्छ केही छैन 1 2 तर हामीले 4 वटा दिएर अनि त्यसबाट त्यो देखाउँछु म स्ट्रिङ लिनलाई नेक्स्ट र नेक्स्ट लाइन छ नेक्स्टमा हामी के गर्छौँ कि एउटा वर्ड मात्रै लिन पाउँछौँ ठुलो लाइन लिनु छ भने नेक्स्ट लाइन ठिक छ यहाँ यतिलाई हेरौँ र अर्को एउटा के लेख्नुपर्छ त्यो 2 2.5 प्लिज एन्टर एनी स्ट्रिङ यहाँ हेर्नुहोस् नेक्स्ट र नेक्स्टमा फरक के छ मैले दुईवटा दिएँ तर यसले एउटा मात्रै देखाउँछ अनि क्यारेक्टरमा उसले 3 को तान दियो तर फेरि मागिरहेछ अब दिँदैन हो के हुन्छ तिमीले 3 को स्ट्रिङ माग्यो त्यस्तो ठुलो लाइन लिनु छ भने लाइन लेख्नुपर्छ नेक्स्ट लाइन अनि हजुर के चाहिँ स्क्यानरको यसमा अलिकति प्रब्लम छ मिलाएर लेख्नुपर्छ त्यो कसरी लेख्ने त्यो यसरी लेखाइ यो केसमा यसरी गर्नुपर्छ यसको लागि छुट्टै अब्जेक्ट बनाउनुपर्छ ठिक छ त्यत्रो ठुलो लिनुहुन्छ र स्क्यानरमा एउटा प्रब्लम छ एउटै नेक्स्ट र नेक्स्ट लाइनमा हम एकैचोटि स्ट्रिङको युज गर्यो भने त्यो लिँदैन अनि यस्तो उसको लागि छुट्टै अब्जेक्ट बनाउने मैले निमस अब्जेक्ट बनाएर डाइरेक्ट कल गर्छु ठिक छ र यसमा मैले यो बाँकीको देखाएको छु हजुर यसरी अरूको लागि पनि डाइरेक्ट बनाएर लिन्छ या त एकचोटि बनाएर डाइरेक्ट र के गर्नुहोस् यो क्वेसन सेटको अब जति पनि गर्नुहुन्छ अब्जेक्ट बनाएर यो स्क्यानरबाट युजरबाट इनपुट दिनुहोस् र साथै के गर्नुहोस् यो स्क्यानरको युजर इनपुट दिनु भने मैले यो 3-4 वटा मात्रै गरेको छु बाँकी चाहिँ आफै गर्नुहोस् र यो मेन्डेटरी छ है यो लेख्नै पर्छ किनकि युजरबाट मागिरहनु भएको छ युजरलाई मेसेज दिनु भएन भने उसले कसरी बुझ्छ यदि लेख्नु भएन भने यहाँ ब्लिङ्क गर्दैन त्यही भएर सुरुमा लेख्नुपर्छ कि मलाई यो कुरा दियो अनि मात्रै त युजरले बुझ्छ कि मलाई के दिनु छ अनि त्यो दिनुपर्छ र हामी चाहिँ आजलाई यति नै राखौँ भोलि चाहिँ सेकेन्ड किन हो यो वार्निङ दिने स्ट्रिङ के देखाइरहेछ वार्निङ चाहिँ पछि यो अहिले छोड्यौँ यो अहिले नबुझौँ पछि म जानी छोडेर आउँछु के हुन्छ कि यो तपाईँलाई क्लोज गर्नुपर्छ अनि इनपुट आउटपुट डिभाइससँग रिलेटेड केही हामी प्रोग्रामिङ गर्छौँ भने हामीले त्यो रिसोर्सलाई क्लोज गर्नुपर्छ अनि त्यो चाहिँ बेटर चाहिँ म एक्सेप्सन ह्यान्डलिङको बेलामा बुझाउँछु यहाँ के गर्नु पर्थ्यो यो चाहिँ एनी हाउ क्लोज गर्नुपर्छ त्यो क्लोज छैन त्यही भएर हेरिदिनु यहाँ पनि हेर्नुहोस् न एरर दिइरहेछ त्यसलाई त्यो एरर हटाइदिन्छु निमस भएको हुनाले अलिक गाह्रो हुन्छ यहाँ चाहिँ इनपुट डट क्लोज लेखिदिनु भयो भने माथिको एरर दिँदैन एरर होइन वार्निङ द कि रिसोर्ससँग केही हामी प्रोग्रामिङ गरिरहेको छौँ भने ठिक छ यति नै राख्न आज हामी क्वेसन लिनु मात्रै